एन्जाइटी डिसअर्डरको समस्या भएका व्यक्तिहरूले बार्नुपर्ने खानेकुराहरूको बारेमा आज हामी कुरा गर्दैछौँ र यो खानेकुराहरूको सूचीहरूमा इनर्जी ड्रिङ्क्सहरू पर्छन् जसमा चिनी र क्याफिनको मात्रा एकदमै धेरै हुन्छ र क्याफिनले मुटुको धड्कन बढाउन सक्छ र मुटुको धड्कन बढ्दाखेरि दिमागले खतराको महसुस गर्दछ र तपाईँलाई आत्तिने र डर लाग्ने महसुस हुन सक्छ। साथै बेलुका क्याफिन खाइयो भनेदेखि त्यसले निद्रालाई पनि बिगार्ने काम गर्दछ र इनर्जी ड्रिङ्क्समा हुने अत्याधिक चिनीको मात्राले शरीरमा चिनीको मात्रालाई तलमाथि गराइदिन सक्छ र यसले गर्दाखेरि शरीरमा तनाव बढाउने हर्मोन्सहरू जस्तै कि कोर्टिसोल एड्रिनोलिन जस्ता हर्मोन्सहरू निस्किन्छन् र तपाईँलाई बेचैनी बनाइदिन सक्छ। त्यस्तै चिया र कफी, चिया र कफीमा पनि क्याफिनको मात्रा हुने गर्दछ र धेरै मात्रामा कफी र चिया खाइयो भनेदेखि यसले पनि तपाईँलाई एन्सियस बनाउन सक्छ। तर ठिक्क मात्रामा चिया र कफी पिउँदाखेरि त्यसमा एन्टी इन्फ्लेमेटरी प्रपर्टिज पनि हुने गर्दछ र यसले केही हदसम्म फाइदा पनि गर्न सक्छ र विशेष गरी ग्रिन टीमा एल्थियनिन भन्ने तत्त्व पाइन्छ, त्यसले चाहिँ शरीरलाई शान्त बनाउन मद्दत गर्छ। र अर्को खानेकुरा भनेको प्रोसेस फुडहरू जस्तै कि चाउचाउ चिप्स वा प्याकेटमा पाइने गुलियो अथवा पिरो खानेकुराहरू हुन्। यस्ता खानेकुराहरूमा फाइबरको मात्रा कम हुन्छ र यसले पेटमा भएको राम्रो ब्याक्टेरियाहरूलाई असर गर्ने गर्दछ र हाम्रो पेट र दिमागको गहिरो सम्बन्ध हुने भएकाले पेट गडबड हुँदाखेरि मुड पनि बिग्रिन्छ र यस्ता खानेकुराहरूले शरीरमा चिनीको मात्रालाई पनि तलमाथि गराइदिन सक्छ र तपाईँलाई एन्सियस बनाइदिन सक्छ। त्यस्तै कुनै कुनै खानेकुराहरू जस्तै कि भोगटे कफी पुरानो चिज ससेज सलामी जस्ता खानेकुराहरूले चाहिँ मानसिक रोगको औषधिसँग रियाक्सन गर्न सक्छन् अथवा डोजिङलाई तलमाथि गरिदिन सक्छन्। त्यसैले यस्ता खानेकुराहरू खानुहुन्छ भनेदेखि एकचोटि साइकेट्रिस्टसँग सल्लाह सल्लाह चाहिँ लिनुहोला। र अन्तिममा रक्सी र चुरोट, रक्सी र चुरोटले एन्जाइटीको समस्यालाई झन् बिगार्न सक्छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ र रक्सी र चुरोटको चाहिँ लत लाग्ने नै चिज भएकाले यदि यस्तो समस्या धेरै छ भने एकचोटि साइकेट्रिस्टसँग नै परामर्श लिएको उचित हुन्छ।